हेलो गाइज नमस्ते। पैसाहरू चाहिँ मैले यसरी खुट्रुकीमा राखेको सपिङ गरेको पैसाहरू उछननको हो यो। मलाई लाग्छ 1-2 लाख जति छ होला। ओ माय गॉड, सिक्का जोडेर चाहिँ एउटा ठुलो पैसाको बचत हुन सक्छ। हेलो गाइज नमस्ते। तपाईहरुले देखिराख्नु भएको छ होला आज मैले के लिएर आएको छु भनेर। सो आज मैले 1 वर्ष कोरिया आएको 1 वर्षपछि चाहिँ यो 1 वर्ष भयो मैले यो खुत्रुकीमा बचत गर्न सुरु गरेको। सुरुमा आउँदा चाहिँ मैले चाहिँ उता नेपालमा डलर कार्ड लिएर आएको थियो, डलर पैसा लिएर आएको थियो अनि यता आउँदा एक्सचेन्ज गरेको। अनि पैसाहरू म कारोबार गर्दाखेरि अनि सपिङ गर्दाखेरि चाहिँ त्यो रिटर्न आएको डलरहरू हैन। अनि त्यसपछि पैसाहरू चाहिँ मैले यसरी खुट्रुकीमा राखेको छु र सपिङ गरेको पैसाहरू। अनि कहिलेकाहीँ चाहिँ मैले चाहिँ मेरो लागि पनि एउटा छुट्टै सेभिङ गर्नुपर्छ भनेर बच्चैदेखि आमा बुवाले सिकाएको हुनाले चाहिँ मैले यो खुट्रुकी किनेर यो थाइसोमा पाउँछ जम्मा उछननको हो यो ल्याएर चाहिँ मैले सेभिङ गर्न थालेको ठ्याक्कै 1 वर्ष भयो। आज मैले चाहिँ यसमा चाहिँ कति पैसा बचत भएको रहेछ भनेर चाहिँ यसलाई चाहिँ फुटाउन गइरहेको छु। पैसाको महत्त्व पहिलेदेखि बुझेको। अनि आमा बुवाले चाहिँ बच्चैदेखि एउटा नेपालमा माटोको भुर्की पाउँथ्यो पैसा सेभिङ गर्नको लागि। अनि दसैँ तिहारमा या त टिका लाएर दिएको या त अग्रज व्यक्तिहरूले दिएको पैसा चाहिँ यसरी राख्न पठाउनुहुन्थ्यो मम्मीहरूले। कहिले नि बजारमा गएर खाना दिनु हुँदैन थियो। अनि त्यही कारणले चाहिँ यहाँ पनि मैले सेभिङलाई चाहिँ अगाडि बढाएँ र यो खुत्रुकीमा बचत गर्न सुरु गरेँ। सो कति छ होला जस्तो लाग्छ तपाईहरुलाई गाइज कमेन्ट गर्न सक्नुहुन्छ। यो खुत्रुकीभित्र कति पैसा छ होला? 10,000 20,000 है। कोरियन त ओन हुन्छ के अरे, कति छ कोरियन? मलाई लाग्छ 1-2 लाख जति छ होला। तपाईहरुलाई कति लाग्छ कमेन्ट गर्नुहोस् है त। म चाहिँ खुत्रुकी फुटाउनतिर लागेँ। यो प्लास्टिकको खुत्रुकी हो, एकदमै माया लागेको छ। तैपनि अब यो अलिकति भरि नलागेको हुनाले चाहिँ यसलाई फुटाइदिनु पर्छ भन्ने सोचेको। अनि अहिले अब कार्डहरू ब्याङ्कको कार्डहरू धेरै युज गर्ने भएको हुनाले क्यास चाहिँ अलिक कम युज गर्ने भएको हुनाले पनि यसलाई चाहिँ फुटाउन थालेको। बि हात काट्ला कति छ यो फुटाउन अलिक गाह्रो हुने रहेछ क्या। कति छ होला? कति छ है गाइस? तपाईहरुले अनुमान गर्नुस् कति जति छ होला यो खुत्रुकीमा। सबै तपाईहरुकै अगाडि मैले चाहिँ काउन्ट गर्ने थियो। कति राम्रो थियो यो खुत्रुकी। 250 मा चाहिँ जम्मा ओछननको पाउँछ, जम्मा 5,000 कोरियन वनको पाउँछ। तपाईहरुलाई पैसाहरू बचत गर्न मन छ, सेभिङ गर्न मन छ भने चाहिँ गर्न सक्नुहुन्छ। ओ माय गॉड, कु मात्रै आउँछ त के देखिएन है अलि। मैले चाहिँ यसलाई उता अलिकति अगाडिबाट देखेन, अलिक टाढा लिएर मोबाइलले चाहिँ गरेर खाली डलरहरू मात्रै आयो कि पैसा खास धेरै छ भने चाहिँ छैन कि क्या हो। खाली डलरहरूले मात्रै भरेको रहेछ क्या हो। ल अझै डलर मात्रै छ, पैसा त छैन कि क्या हो। आउनै मान्दैन त, खासै धेरै त छैन होला। काट्न चाहिँ झ्याउ लागेर मैले सेभिङ गरेको पैसा सक्यो। कति थोरै अटाउनु के जम्मै यही हो मेरो पैसा। अब म चाहिँ काउन्ट गर्नतिर गइरहेको। यो चाहिँ छनवन कोरियन चाहिँ 1000
नेपाली लगभग 100 भनौँ। यो चाहिँ छनुन हो भनेपछि। अनि यो चाहिँ 10,000लाई चाहिँ मानुन भन्छ। अनि त्यसपछि हुन्छ है। अहिले चाहिँ छनुन मात्रै काउन्ट गरौँ, छनुन मात्रै कति रहेछ। मसँग पैसा, तसँग पैसा। नेपालमा पच्चामा त कति रमाइलो लाग्ने है। अनि मम्मीले चाहिँ पैसा यस्तो खुत्रुकीमा बचत गर्न सिकाउने। अनि दादाले सधैँ त्यो खुत्रुकीमा हेरेको गर्ने, कहिले दिदीकोमा कहिले मेरोमा। यसो कैँचीले कोट्याउने कति छ भनेर कोट्याउने कोसिस गर्नु हुँदो रहेछ दादाले। दादा पनि सानै। अनि चाहिँ सधैँ मम्मीले राखिदिनुहुन्थ्यो नि त। अनि अलि ठुलो भएपछि पनि मम्मीले नै राखिदिनुहुन्थ्यो कि यिनीहरूले फुटाउला निकालेर लग्ला भनेर। अनि पैसा चाहिँ एकदमै बच्चैदेखि बचत गर्ने बानी हो। अहिले पनि त्यो बानी लागु हुन्छ। त्यही भएर तपाईँको बच्चा बच्चीहरूलाई पनि 1 रुपियाँ होस् 2 रुपियाँ होस् तर चाहिँ बचत गर्न चाहिँ एकदमै सिकाउन आवश्यक छ। अहिले बच्चैदेखि तपाईँहरूले पैसा बचत गर्न सिकाउनु भयो भने उनीहरूलाई ठुलो भयो भने पैसा बचत गर्न कसैले सिकाउनु पर्दैन र बानी लागिहाल्छ। सो कति छ होला? यो चाहिँ कति छ है अहिले काउन्ट गरौँला। यो चाहिँ मानुन 10,000 नेपाली। यो चाहिँ 1,000 जति हुन्छ। कोरिया आएर पनि खुत्रुकीमा बचत गर्ने है भनेर कमेन्ट चाहिँ नगर्नु होला है। बचत जहाँ गरे पनि केही फरक पर्दैन तपाईँ खुत्रुकीमा। यो चाहिँ मैले सपिङ गरेको पैसाहरू त्यहाँ जति बचेर आउँथ्यो नि, मैले सपिङ गर्न यति छुट्याएर लिन्थ्यो। अनि त्योबाट बचेको आएको पैसा चाहिँ जति बचेर आउँछ त्यो चाहिँ मैले खुत्रुकीमा हालिहाल्ने हो कि। त्यो भएर यत्रो पैसा भएको हो 1 वर्षमा। त्यही पनि जे होस् मेरो लागि चाहिँ धेरै हो। कति छ तपाईँहरूले यहाँमा राख्दै गर्दा काउन्ट गर्नु होला है। कति जति नेपाली पैसा छ जस्तो लाग्छ तपाईँहरूलाई, यसो कमेन्ट गरिहाल्नु होला। बच्चा बच्चीलाई चाहिँ बच्चैदेखि सिकाउनु होला है। सबैजना अभिभावकले, आमा बुवाहरूले चाहिँ पैसा बचत गर्न चाहिँ एकदमै जरुरी छ। 1 रुपियाँ नै किन नहोस्। यो चाहिँ ओछन हो। यो चाहिँ 5,000 नेपाली नेपालीमा चाहिँ कोरियन 5,000 वोन हो। यो छ यो तपाईको जम्मै डलर हो। यो चाहिँ कोरियाको चाहिँ 50,000 हो। यो चाहिँ नेपाली 5,000 भनौँ। नेपाली 5,000 हुन्छ। यो चाहिँ सबभन्दा कोरियाको ठुलो नोट भनेको यही हो। ओ मानुन 50,000। ल है यो चाहिँ यति भयो भने चाहिँ अब डलरहरू त काउन्ट गर्दै भ्याउँदैन होला। अब चाहिँ यो चाहिँ 1 2 भने 2,50,000 यो
त्यसै गरी यो चाहिँ छन् 5000 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 20 21 22 23 24 25 26 27 2,80,000 यो चाहिँ 2,80,000 2 लाख यो राखेर चाहिँ 2,85,000 यो भयो 2,85,000 यो चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 17 18 19 20 21 22 23 24 25 यो चाहिँ 25,000 भयो। यसलाई यता राख्दा चाहिँ 30,000 भयो। यो चाहिँ 30,000 भयो अनि यो चाहिँ 2,80,000 थियो। यो चाहिँ 3,10,000 3,10,000 चाहिँ यो भयो भनेपछि यो चाहिँ 2,50,000 3 लाख 4 लाख मलाई लागिरहेको थियो 5 लाख कोरियन वोन होला जस्तो लागिरहेको थियो तर यहाँ त 5,61,000 रुपियाँ वोन चाहिँ क्यास मात्रै भयो। यो चाहिँ अब यो सिक्काहरू छ यो सिक्काहरू लगभग 50,000 जति छ होला लगभग नेपाली 5,000 जति छ होला। सो यो चाहिँ एक गरेर चाहिँ काउन्ट गर्नु पर्यो 1 2 3 एकदमै चाहिँ यो सिक्का र अनि यो क्यास चाहिँ लगभग नेपाली चाहिँ 60,000सम्म चाहिँ बचत भएको रहेछ। मलाई चाहिँ तपाईँहरूलाई चाहिँ यो खासमा भिडियो अपलोड गर्न त मन थिएन तर पनि बनाउन त मन थिएन तर पनि सिक्का जोडेर थोपा जोडेर चाहिँ समुद्र बन्छ भने जस्तै सिक्का जोडेर चाहिँ एउटा ठुलो पैसाको बचत हुन सक्छ। सो त्यही भएको कारणले चाहिँ तपाईँहरूले चाहिँ थोरै गरेर भए पनि पैसा बचत गर्नुहोला भन्दै म बिदा हुन्छु गाइस। सबैजनालाई नमस्ते बाई बाई।